Hello everyone, welcome back to my channel. After a long time पछाडि फेरि भ्लग गर्दैछु। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ हामी जाँदैछौँ हाम्रो चर्चको युथ दाइको विवाहमा, पवित्र विवाहमा। हुन्छ जय मसी अङ्कल। हामी चाहिँ लाग्दैछौँ र हाम्रो लागि पाइलट सहित त्यहाँनिर फ्लाइट चाहिँ हाम्रो अलरेडी त्यहाँ बाटोसम्म आइसकेको छ। अब फ्लाइट हो नि त, अनि अलिकति त जो हामी पनि कष्ट गरेर हिँड्नुपर्छ भनेर हामी चाहिँ अहिले हिँड्दैछौँ। र हाम्रो पाइलटले चाहिँ हामीलाई त्यहाँनिर वेट गरिरहेको कारणले हामी अलिअलि घरबाट यति गल्ली चाहिँ हिँड्नुपर्ने हुन्छ। हाम्रो फ्लाइट चाहिँ यहाँनिर आइसक्यो। हाम्रो फ्लाइट चाहिँ यही हो है। म यहाँनिर अगाडि बस्ने भएँ। म छिरे ल हाम्रो पाइलट है, अनलाइन पाइलट। हामीले चाहिँ अनलाइन अर्डर गरेका थियौँ, त्यही भएर हाम्रो अनलाइन पाइलट आइसक्नु भएको छ। हाम्रो मित्रगणहरू चाहिँ यहाँनिर होइन, हामीले अब उनीहरूलाई प्रवेश गराइसकेको छौँ हाम्रो फ्लाइटमा। स्वागत छ। स्वागत छ। धन्यवाद भन। मैले तिमीलाई स्वागत गरेको हो क्या। ल अब चाहिँ हाम्रो कोटा कम्प्लिट भइसकेको छ। अब हामी डाइरेक्ट जान्छौँ र हामी त्यहीँ भेट्नेछौँ। ल एकवटा हो भिभिआइपीको इन्ट्री भइसकेको छ। भेरी 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 इम्पोर्टेन्ट पर्सनको एन्ट्री भइसक्यो। उसलाई किन बन्द गरिदिएको, निकाल्देऊ न। यसरी नै हामी भेरी 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 इम्पोर्टेन्ट पर्सनहरूको एन्ट्री भइसक्यो। अनि हामी जानुपर्ने यहाँनिर अझै काम सकेको रहेन रहेछ। म हाम्रो ग्रुपको इन्ट्रोड्युस गर्न चाहन्छु। विशाल छेत्री, वरदान के पो तिमी त, वरदान बरेली, निवेदित त्रिखत्री अनि रोमन राई। हामी माथि यहाँनिर साउन्ड चेक हुँदै रहेछ। हामी एकैचोटि अब माथि जाँदैछौँ। हाम्रो चाहिँ अलिकति माथि नै छ। अब चेक माइक चेक। हिजो इङ्गेजमेन्ट थियो, अनि इङ्गेजमेन्ट पछि चाहिँ जस्तोको तस्तै रहेछ, कोही पनि आएको रहेन रहेछ। हामी नै फर्स्ट रहेछौँ। हामी फर्स्ट। यहाँनिर आदि प्रोग्राम यहाँ भएर मुनि हुन्छ अरे। त्यही भन्दै थियो जस्तो लाग्यो। अब 5 मिनट बाद हम लोग शुरू करने जा रहे हैं। म्यान के भयो तिमीलाई के भयो? एक बार मैं
hours later. माथि चाहिँ केही कारणवश मतलब कारणवश भन्दा पनि अगाडि भएर देखाइदेऊ न एकछिन रुक न ऊ भएर भिडियो गर्नु पाइनँ त्यही भएर म अहिले तल आइसकेको छु अनि यहाँ हामीसँग यहाँ हुनुहुन्छ हाम्रो मण्डलीको आदरणीय अग्रज व्यक्तिहरू यहाँ चाहिँ बसिरहनु भएको छ अहिले चाहिँ उहाँहरू बसिरहनु भएको छ अहिले भरै चाहिँ हामीलाई जिम्मा दिने भन्ने कुराहरू यहाँ सुन्दैछौँ र अहिले चाहिँ हामी यहाँनिर एकछिन फ्रेस हुनको लागि आएको म देखाउँछु ल यहाँ के रहेछ भनेर यहाँदेखि हामीले पुच्कादेखि लिएर जलेबी होइन अनि के हो चाट हामीले अहिले खाने अलिक बेला भएको छैन हाम्रो बहिनीहरू यता कता थियो अनि त्यही भएर म चाहिँ यहाँनिर हेर्न आएको जयमासी आन्टी ल म चाहिँ भिडियो बनाउँदैछु ल ल ल के खाँदै हुनुहुन्छ ल ल ठिक छ खानुपर्छ खै बहिनीहरू कहाँ गयो बहिनीहरू के खाँदो रहेछ म यो देखाउँछु ल यहाँनिर हाम्रो बहिनीहरूले चाहिँ के खाँदैछ यहाँनिर मलाई नि एउटा मेरो लागि नि एउटा भन्दै गर्नु ल युथहरूलाई ल म बोलाउँछु ल हाम्रो केटाहरू ओ वाउ के अरे यो तातो हो यसको नाम चाहिँ के हो तातो मात्र भनेर भन्छ उम्लिरहेको छ त आम्मा आम्मा खान सक्छ उनीहरूलाई यहाँनिर बसेर खानुको लागि भन्दै बोलाउँदैछ के हाम्रो बहिनीहरूले इन्भाइट गर्दैछ के मलाई कुन हो ल धन्यवाद विशाल थ्याङ्क यू विशाल त्यहाँबाट ल्याइदिएकोमा थ्याङ्क यू तपाईँलाई म पिउँदैछु हेरौँ न उम्लिरहेको चाहिँ तेरो देखाउँदा कस्तो रहेछ केटाहरू मासुमा अहिले यसरी दिएछ एउटा हातमा कफी एउटा त पानी आजदेखि मासु मैले खाएको छुइनँ अगाडि फस्टाइसक्यो अरे के भयो तिमीलाई चाहिँ लोकेसन सेयर गरेको वाट्सएपको स्टेटसमा हो त यता हुनुहुन्छ आइसक्रिममा ल म आइपुगेँ ल फेरि भिडियो गर्दै हजुर राम्रै छ तपाईँ एकदम फाइन कोसँग बात गर्छ होइन ब्लग गरेको चोको भेनिला दिनु नि पहिले भेनिला देना फिर चॉकलेट देना मुझे फिर भेनिला देना भन्ना सबै मलाई चोको भेनिला दिनु नि तिम्रो नाम के हो रोमन हो रोमन के छ तिम्रो युट्युब सब्स्क्राइब गरिदिइहाल्छु म त्यसमा नम्बर 1 छु नि फेरि @romanbokim7 हैन ल मैले सब्स्क्राइबर पाएँ एउटा मैले सब्स्क्राइबर पाएँ भित्र भेनिला छ भित्र भेनिला छ हिसाब किताबै यो चाहिँ ल जहाँ गए पनि यो काम चाहिँ हाम्रै त स्न्याक्स लाग्यो हामीलाई कुखुराको मासु होइन कुखुराको मासु ल्याऊ मलाई मनपर्ने आइसक्रिम ल्याऊ यतिको चाहिँ हुनुपर्छ नि त यहाँ हामी भिआइपीहरूलाई चाहिँ हाम्रो दुईजना वेटर हो बहिनीहरू चाहिँ यतिको चाहिँ हुनुपर्छ है अहिलेको भन्दा अलिक छैन क्या राम्रो रहेन रहेछ अहिलेको भन्दा A few moments later.
ढिलो भइगयो के गर्दा ढिलो भइगयो अनि खाना अलिकति लेट भयो अब कस्तो छ खाना त्यो चाहिँ खाँदै भन्छु ल ठिकै छ मटन चिकन ठिकै रहेछ चिकन पनि खाएको तिमीलाई कस्तो लाग्यो दामी अब त खाएको त के हेर्नुहुन्छ अरू तपाईँहरूले खानु मन लाग्ला फेरि खाइसकेपछि भेट्नेछौँ फाइनली हामीले हाम्रो त्यो लेखेको हिसाब किताब क्यास सबै ह्यान्डओभर गरिदिइसक्यौँ अब भने हामी घरतिर लाग्नु पनि पर्ने हुन्छ त्यहाँनिर चाहिँ रमाइलो रमझम भइरहेको थियो हामी चाहिँ यता हाम्रो कार्यमै बिजी भएको हुनाले हामी त्यहाँनिर जानु पाइएन तर पनि केही छैन अब हामी चाहिँ घर जानेछौँ गाडी चाहिँ राम्रो आउँछ होला है हामीले गाडीको लागि चाहिँ बुक गरिसकेका छौँ र मेबी त्यो बाटोमा आउँदै हुनसक्छ त्यहाँ आउँदै होला अब हामी पर्खिँदैछौँ अब पर्खिँदा हामी चाहिँ सायद लास्ट पनि हुनसक्छ त्यही भएर अब केही काम छैन अब म यही भिडियो गर्ने बस्ने स्टेट्युन अझै छ म अझै देखाउँछु हाम्रो केटाहरू हाम्रो सानो केटा अनि अलिकति ठुलो केटा सबैभन्दा ठुलो म केटा बुढो केटा ल धेरै लेट भइसकेको छ र हामी यहाँनिर चढ्दैछौँ म यता छिर्छु ल अब हामी जान्छौँ त्यही बस्ने तिमी पनि ल अगाडि बस्दैनौ हुन्छ यहाँ बस्छ ल अब हामी जान्छौँ ओटिपी दिनुपर्छ ल थ्याङ्क यू फर वाचिङ यति बेरको लागि ल धेरै धेरै धन्यवाद अब हामी घर जान्छौँ र अब हामी त्यही भेट्छौँ थ्याङ्क यू सो मच फर वाचिङ अनि म चाहिँ फाइनली घर आइपुगेँ ल हाम्रो पाइलटलाई धेरै धेरै थ्याङ्क यू यहाँसम्म ल्याइदिनु थ्याङ्क यू सो मच पाइलटजी हाम्रो लाखौँ मतलब 2 घन्टा पछाडि चाहिँ वेट गर्दाखेरि चाहिँ हाम्रो पाइलट आइपुग्नु भएर हामीलाई यहाँनिर सुरक्षित सहरसम्म हामी आइसकेको छौँ र तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु यतिन्जेलसम्मको लागि हेरिदिनु भएको लागि अनि दिस मच फर टुडे अनि अब चाहिँ रात पनि परिसकेको छ त्यही भएर तपाईँहरूलाई भन्न चाहन्छु शुभ रात्रि गुड नाइट ह्याभ अ ग्रेट नाइट धन्यवाद